फरक दृष्टि आर्थिक कोण यो दूरदर्शनको आजको अङ्कमा यहाँलाई स्वागत छ। म कृष्णानन्द भट्ट। दर्शकबिन हामीले फरक दिन फरक विषयमाथि केन्द्रित रही यहाँमाझ कुराकानी पस्कदै आएका छौँ। आज हामीले विशेष गरी नेपालको शैक्षिक क्षेत्र, विशेष गरी शैक्षिक क्षेत्रमा पनि राजनीति अथवा राजनीति क्षेत्रसँग शैक्षिक क्षेत्र, आखिर यी दुई ओडले के हो, आखिर नेपालको शैक्षिक क्षेत्रमा राजनीति घोषणा आवश्यक छ या छैन, यिनै विषयमा केन्द्रित रही आज हामीले इक्यानका निवर्तमान अध्यक्ष, क्यास्पियन भ्याली कलेजका प्रिन्सिपल राजेन्द्र बरालजीलाई हाम्रो स्टुडियोमा निम्त्याएको छौँ। कार्यक्रमलाई स्वागत छ। धन्यवाद। सन्चै हुनुहुन्छ? हजुर, ठिक छ। कस्तो चल्दैछ दैनिकी? दैनिकी अब मैले चाहिँ विगत 12 वर्षमा शिक्षा क्षेत्रमा जे सोचेको थिएँ र त्यो सोच अनुसार अहिले म यो शिक्षा क्षेत्रमा केही समय विगत 12 वर्षदेखिको अनुभवलाई हेर्दाखेरि चाहिँ अलिकति निराशा, अलि बढी आशाको बीचमा रुमलिएको जस्तो अनुभव चाहिँ भइरहेछ। है, के देख्नुहुन्छ अहिले नेपालको शैक्षिक क्षेत्रको गतिविधि? अब शैक्षिक क्षेत्रको गतिविधिलाई अब हेर्दाखेरि जसरी राजनीतिक विकृति र विसङ्गति भएको छ त्यस्तै अवस्थाहरू चाहिँ शिक्षामा देखिएको छ। एकतिर विद्यार्थीले सोचेको र रोजेको शिक्षा प्राप्त गर्न नसक्नु, अर्कोतिर अभिभावकहरूले गरेको लगानीको सुनिश्चितता वा त्यसमा सन्तुष्टि प्राप्त गर्न नसक्नु, र अर्कोतिर भनेको रोजगार पछि बेरोजगारहरूको त उत्पादनको रूपमा चाहिँ त्यसलाई सही ठाउँमा प्रयोग सरकारले गर्न नसक्नु र अवसर दिन नसक्नु, यी कुराहरूले चाहिँ केही अन्योलतामा अगाडि बढेको छ। एकतिर नीतिगत, अर्कोतिर व्यक्तिगत पनि। व्यक्तिगत भनेको चाहेको विद्यार्थीले जस्तो इच्छा र शिक्षा जोडेर प्राप्त गर्न खोजेको विषय प्राप्त गर्न नसक्नु, त्यो व्यक्तिगत इच्छा उसको मरेको छ भने, अर्को नीतिगत जहाँ लामो समयदेखि ऐन चाहिँ परिवर्तन भयो, संशोधन गरियो, तर त्यो ऐनले समय सापेक्ष यो चाहिँ लगानीकर्ता व्यवसायहरूको ध्यानलाई, विद्यार्थी र अभिभावकहरूको विचार वा उनीहरूको चाहिँ कुराहरूलाई र अहिले खोजेको कस्तो खालेको टेक्नोलोजी वा कस्तो खालेको चाहिँ शिक्षा हो, सैद्धान्तिक व्यावहारिक र वैज्ञानिक शिक्षा प्रणाली अनुसार चाहिँ नीति बन्न पर्थ्यो, त्यो नबनिरहेको परिस्थिति। त्यसले शैक्षिक क्षेत्रले चाहिँ बेरोजगार उत्पादन गरिरहेको छ, त्यही देख्छु मैले। र मैले यो भन्नै पर्छ, हुन त म त्यही शिक्षाबाट आज यो ठाउँमा बोलिरहेको छु। शिक्षा आफैमा खराब होइन, तर शिक्षाको प्रकृति र प्रविधि र पद्धति चाहिँ सही ठाउँमा सञ्चालन गर्न सकेन भने चाहिँ त्यो चाहिँ खराब हुँदो रहेछ। जस्तो आज एउटा विद्यार्थी अध्ययन गर्यो, त्यही विद्यार्थीले गुरुहरूलाई तपाईँको वा टिचरहरूलाई एक ठाउँमा रोक्ने, थुन्ने, गाली बेइज्जत गर्ने वा क्रान्तिका कुराहरू बढी जोड दिने, त्यो शिक्षा वास्तवमा शिक्षा होइन। र उनीहरूले त खालि विकृतिजन्य किसिमको शिक्षा सिके जस्तो भयो भन्नलाई त्यही देखिन्छ। तर हामीले यो शिक्षालाई कसरी लानु पर्थ्यो भने सैद्धान्तिक, व्यावहारिक र वैज्ञानिक। किनभने हामीले कुन विषय पढ्न खोजे हो त्यो प्रिन्सिपल्ली हामी पढ्नै पर्छ र त्यो कुरालाई हामीले फोकस गर्नै पर्छ, र विद्वानहरूले, वैज्ञानिकहरूले त्यहाँ रिसर्च गरेर दिएका चिजहरूलाई हामीले अनुसरण गर्नै पर्थ्यो। दोस्रो, हामीले व्यावसायिक हुनु पर्थ्यो। अब नेपालमा कस्तो जनशक्ति चाहियो हो त, कुन कुन शिक्षा जनशक्तिलाई फोकस गर्ने हो, हेयर ड्रेसिङ हो कि हस्पिटालिटी म्यानेजमेन्ट हो कि तपाईँको कुनै हेल्थ सेक्टरको नर्सिङ वा कुनै एचएहरू हो कि कुन कुन सेक्टरलाई फोकस गर्न पर्थ्यो, त्यो कुराहरूलाई रोजगार तपाईँको चाहिँ रोजगारी उत्पादन गर्नेको लागि रोजगार उत्पादन गर्ने शिक्षामूलक जस्तो भोकेसनल एजुकेसनलाई जोड दिनु पर्थ्यो, व्यावसायिक शिक्षा हुन सकेन। तेस्रो, वैज्ञानिक ढङ्गले जानु पर्थ्यो। अब भनेको हामीले हिजो जे पढ्यौँ आज त्यही घोक्ने होइन, त्यसलाई रिसर्च बेसमा जानुपर्छ। आइटी र एजुकेसन, आइटीलाई चाहिँ रिसर्चलाई र आइटीलाई जोडेर हामीले एजुकेसनलाई चाहिँ प्राप्त गर्न सक्नु पर्थ्यो। हिजो एउटा विषय जसले अध्ययन गर्थ्यो र यही विषय हो ल पढ भनेर जानी नजानी त्यो विद्यार्थीले घोक्थ्यो भने अब उसले रिसर्च गर्नुपर्छ। शिक्षकले र विद्यार्थीले रिसर्च गरेबाट जब छलफलबाट आउने चिज नै के हुन्छ, निष्कर्ष नै के हुन्छ, त्यो चाहिँ ज्ञान हुन्छ, त्यही नै शिक्षा हुनसक्छ। र त्यो रूपले हामी ध्यान दिन पर्थ्यो। र दुर्भाग्य भन्नुपर्छ, आज 601 सभासदहरू रहनु भएको छ, सङ्घीय राज्य प्रणाली आएको छ, तर शिक्षा नीतिमा सङ्घीयता शिक्षा छैन। सङ्घीयताको शिक्षा कस्तो हुनुपर्छ, स्थानीय निकायको शिक्षा कस्तो हुनुपर्छ, केन्द्रीकृत शिक्षाहरू कस्तो हुनुपर्छ, यो कुनै यसको प्रावधान छैन। भनेपछि उनीहरू यसो छ नि त, त्यहाँ जानेहरू नै नलेजेबल छैन, उनीहरूको एउटै दिमागमा के छ भने हाउ टु अर्न मनी मनी मनी।
उनीहरूलाई त्यो चिजको देश विकासको देशको गुणस्तरीय शिक्षाको होइन बेरोजगार कसरी उन्मूलन गर्ने यी विषयमा ध्यानै छैन। अब सरस्वती हेर्दा त्यही देखिन्छ। अब ज्ञान नभएका भन्नु भने पिएचडी गरेका छन्, त्यो सीमित मात्रामा छ होइन, पिएचडी गरेका छन्। तर त्यो पिएचडी गर्ने नै अब व्यक्तिहरू केही व्यक्तिहरू साँच्चै नै समाजको विकृतिको पात्र पनि बनिरहेका छन्। यो दुर्भाग्य साथ मैले भन्नै पर्छ। त्यही कारणले मैले भन्छु सर्टिफिकेट मात्रै ज्ञान होइन है। जसले अध्ययन गरेका नलेजहरूलाई समाज परिवर्तन गर्नको निमित्त जबसम्म उनीहरूले कन्ट्रिब्युसन वा त्यो चाहिँ तपाईँको सन्देश दिन सक्दैनन् तबसम्म त्यो ज्ञान वा विज्ञ बन्न सक्दैन। सायद त्यही भएर होला होइन नेपालका युवा युवतीहरू अहिले विभिन्न युरोपियन मुलुकहरू धाउँदै गरेको। अब त्यही देखिन्छ विद्यार्थीहरूको शिक्षा र इच्छा जोडिन पर्छ। इच्छा बिनाको शिक्षा दियो भने त्यो चाहिँ विष बमन गरेको जस्तो मात्रै हुन सक्छ। अहिले नेपालमा त्यही परिस्थितिहरू आइरहेको छ। किन जस्तो छ नि तपाईँहरूको अब तपाईँ इक्यानसँग पनि हुनुहुन्छ, अब कलेजसँग पनि संलग्न हुनुहुन्छ, तपाईँहरूकै शैक्षिक निकायले यी विषयमा एउटा बनाएर चाहिँ एजेन्डा लिएर चाहिँ जसले चाहिँ शिक्षा मन्त्री अथवा प्रधानमन्त्री यस्तो राज्यलाई चाहिँ घचघच्याउने काम गर्न सकिएन है। त्यो मै त्यही व्यक्ति हो। आज 10औं वर्ष लागेको छ र तपाईँको टेलिभिजन मार्फतबाट म अनुरोध गर्न चाहन्छु कि शिक्षा क्षेत्रका सम्पूर्ण चाहिँ आबद्ध रहेका व्यक्तिहरूलाई कि नेपाललाई एजुकेसन हब बनाऊ भनेर 10औं वर्षदेखि बोलिरहने व्यक्ति स्वयं म एक्लो थिएँ, आज धेरै छन्। दोस्रो, नेपालको शिक्षा अन्तर्राष्ट्रिय मापदण्डमा आधारित शिक्षा प्रणाली अनुसार सैद्धान्तिक व्यावहारिक र वैज्ञानिक शिक्षा प्रणाली हुनुपर्छ। तेस्रो, नेपालको शिक्षा आइटी र रिसर्च बेसको मा चाहिँ यसलाई लान पर्छ। चौथो, हामीले यी लाइब्रेरी कन्सेप्टबाट यसलाई तपाईँको नेपालमा पाउने शिक्षा र अन्तर्राष्ट्रिय मापदण्डमा प्राप्त गरेका शिक्षाहरूको बिचको तपाईँको चाहिँ समन्वय गर्नुपर्छ र नेपालको शिक्षा ऐन परिवर्तन हुनुपर्छ भनेर पटक पटक बोल्ने व्यक्ति पनि मै नै हो। र त्यो बेलामा म नेपाल शैक्षिक परामर्श सङ्घ इक्यानको अध्यक्ष पनि थिएँ र पटक पटक हामीले के छ तपाईँको कुराहरू केही चाहिँ राज्यले सुन्यो? दुर्भाग्य हो, मेरो कुरा सुन्नु भन्दा नि मैले बोलेका कुराहरू राज्यको लागि कति काम लाग्छ भनेर सुन्दै हुन्थ्यो। मैले भन्न खोजेको सुन्दै हुन्थ्यो। ती चाहिँ कुनै कुरामा पनि राज्यले चासो राखेको छैन, देखिँदैन। अब जस्तो अब मैले दुर्भाग्य साथ भन्नै पर्छ, शिक्षा मन्त्रालयमा आउने मन्त्रीज्यूहरू आफ्नो पोस्टलाई मात्रै कसरी टिकाउने ध्यान दिनुहुन्छ। अब सचिव सहसचिव लगायतका कर्मचारी मित्रहरू चाहिँ आफ्नो समय कसरी गुजार्ने र आफ्नो पोस्टलाई कसरी टिकाउने मात्रै ध्यान दिनुभएको छ। र अहिलेको शिक्षा सचिवले चाहिँ साँच्चै नै नेपाललाई अन्तर्राष्ट्रिय एजुकेसन हब बनाऊ भन्दाखेरि उहाँ चाहिँ एकदम चासोको विषय लिएर केही सहसचिव र शिक्षा सचिव चाहिँ यो कुरामा जोरदार साथ ल समन्वय गरौँ है, के अगाडि बढ्नुपर्छ भन्ने रूपमा आउनुभएको छ। उहाँले अहिले केही बुझ्न पनि थाल्नु भएको छ वा मैले पनि एउटा चाहिँ बुझाउन सकिनँ कि भन्ने मलाई फिल भएको छ। यदि यो देशका युवा सभासदहरूलाई सबै पार्टीसँग आबद्ध भएका युवा सभासदलाई शिक्षा क्षेत्रसँग लगानी गर्ने शिक्षा लगानीकर्ताहरूलाई शिक्षा विज्ञहरूलाई र विद्यार्थी केही सङ्गठनका व्यक्तिहरूलाई राखेर अबको शिक्षा यस्तो हुनुपर्छ भनेर केही मैले पनि वर्कसप गरेको थिएँ भने यो छिटै बुझिन्थ्यो पनि होला। मैले अब व्याख्या मात्रै गर्दै गएँ, जहाँ त्यसलाई थ्योरिटिकल रूपमा र प्रिन्सिपल रूपमा बताउन सकिनँ कि त्यो पनि मेरो कमजोरी हुन सक्ला। तर अहिले 10औं वर्षमा आएर मैले के बुझेको छु भन्दाखेरि अब सङ्घीय राज्यमा शिक्षा प्रणाली कस्तो रहनुपर्छ, स्थानीय निकायको शिक्षा प्रणाली कस्तो रहने हो भन्न त भनिएको छ, अधिकार चाहिँ प्रत्यायोजन गरेको छ। स्थानीय निकायमा यी चिजहरूमध्ये शिक्षा क्षेत्र पनि स्थानीयले त्यसलाई चाहिँ निर्धारण गर्न सक्छ भनेको छ। केन्द्रीकृत शिक्षा प्रणाली कस्तो रहने, अहिले विश्वमै चलेको शिक्षा हो, शिक्षामा गरेको लगानी आजको भोलि नै प्रतिफल आउँदैन, 20औं वर्षपछि मात्र त्यसको प्रतिफल लिन पर्ने हो। तर नेपालमा अध्ययन गरेका शिक्षित व्यक्तिहरू वा शिक्षा आर्जन गर्नको निमित्त नेपालमा पढ्न रुचाउँदैनन् ती विद्यार्थीहरू आज विभिन्न देशमा गएका छन्। युएसए, जापान, अस्ट्रेलिया, न्युजिल्यान्ड लगायतको युरोपियन कन्ट्रीहरूमा, चाइना एमबिबिएस पढ्नलाई तपाईँको वर्षमा हजारौं विद्यार्थीहरू फिलिपिन्स, चाइना र बङ्गलादेश जान्छन्। भनेपछि यहाँको करेन्सी पनि विदेशीको छ। तर अब हामीले नजाऊ भनेर एउटा नेताले स्टेजमा पुग्ने बित्तिकै गएको आँसु झारेर आदर्श छाँटेर अब हुँदैन। जानलाई पनि जान दिनुपर्छ, आउनेलाई पनि वातावरण बनाउनु पर्छ। त्यो भयो भने हजारमा जान्छन्, लाखौँमा हामीले ल्याउन सक्छौँ। भनेपछि यो भन्नुहोस् त अब के चिज आवश्यक रहेछ त वास्तवमा छ नि इन्टरनेसनल किसिमको शिक्षा गर्नलाई हामीलाई इमिडिएटली आवश्यक के हो? खास दुर्भाग्य साथ भन्नै पर्छ, नेपालको त्रिभुवन युनिभर्सिटी विश्वको धेरै विद्यार्थी भएको र धेरै कलेज भएको विद्यार्थी के अरे कलेज युनिभर्सिटीमा पर्छ। तर
क्वालिटी हेर्ने हो भने कुनै एसियामा कि वर्ल्डमा त नजाउँ, एसियामा पनि र्याङ्किङमा आउँदैन कि हैन। र्याङ्किङमा हामी पछाडिबाट मात्रै लिन सक्छौँ, जस्तो विद्यार्थी धेरै छ, आङ्गिक कलेज धेरै छ, त्यति मात्र र्याङ्किङ हो। तर त्यो र्याङ्किङले हामी चल्न सक्दैनौँ। र अहिले त केही संकायहरू यस्ता छन् जहाँ 17-18 जना प्रोफेसरहरू छन् तर विद्यार्थीहरू चाहिँ छैनन्। त्यस्तो चिजलाई पनि हामी ओगटेर बसिरहेका छौँ। यदि त्यस्तो गर्ने हो भने यसलाई जसरी अहिले राजा हटाएर राजनीतिकमा गणतन्त्रको नामले संरचना परिवर्तन गरेर केही शासक वर्गहरू बस्ने एउटा थलोको रूपमा निर्माण गरे, त्यो सँगसँगै त्यति मात्र होइन, अब त्यो शासक वर्गले त्यो समाजमा रहेका कृषि क्षेत्र होला, स्वास्थ्य क्षेत्र होला, शिक्षा क्षेत्र होला, रोजगारीका क्षेत्र, युवा तथा खेलकुद परिचालनका, महिला सशक्तिकरणका विविध कुराहरूलाई चाहिँ परिवर्तन ल्याउनको निमित्त वर्क र तपाईँको डिभिजन बेस बनाएर जानुपर्ने हुन्छ। त्यो गर्नको निमित्त पहिलो नेपालको शिक्षा प्रणाली अन्तर्राष्ट्रिय मापदण्डमा आधारित शैक्षिक प्रणाली रहनु पर्यो। दोस्रो, मैले पटक पटक भन्ने गरेको छु, सैद्धान्तिक व्यावहारिक र वैज्ञानिक शिक्षा प्रणाली हुनु पर्यो। तेस्रो, आइटी र रिसर्च बेसमा फोकस गर्नु पर्यो। चौथौँ, भोकेसनल एजुकेसनलाई जोड दिन पर्यो। पाँचौँ, नेपालमा चाहिँ जब अन्तर्राष्ट्रिय विद्यार्थीहरू ल्याउने हो भने नेपालको शिक्षा प्रणाली सँगसँगै अकोमोडेसन, सेक्युरिटीका कुराहरू र टिचर टिचिङका मेथडका कुराहरूलाई पनि हामीले ध्यान दिन पर्यो। र यी कुराहरू गर्न सक्यो भने राष्ट्रकै विद्यार्थीहरू यहीँ पढ्नलाई पनि खुसी हुन्छन् र सँगसँगै विदेशका विद्यार्थी पनि ल्याउन सकिन्छ। जस्तो स्वास्थ्य क्षेत्रमा आज नेपालबाट पढ्नको लागि 1700-1800 विद्यार्थीहरू विदेशमा जान्छन्, तर हजारौँ विद्यार्थीहरूले 14,000-15,000 विद्यार्थीहरूले चाहिँ यहाँ पढ्नलाई आवेदन दिन्छन्, तर ती विद्यार्थीहरू यहाँ सिट सङ्ख्या कम भएको कारणले पढ्न नपाएर विदेशिन्छन्। अब भन्नुहोस्, त्यो अभिभावकलाई तिम्रो छोराछोरी नपढाऊ, विदेश नपठाऊ भन्न सकिन्छ वा त्यो विद्यार्थीको चाहनालाई रोक्न सकिन्छ? सकिँदैन। भनिसकेपछि हामीले किन यसो हो भने अब मैले चाहिँ भन्छु स्वास्थ्य तथा प्रविधि विश्वविद्यालय बनाउनु पर्यो एउटा, भोलि कृषि तथा जलस्रोत विश्वविद्यालय बनाउन अर्को। किन बनाउनु भने नेपाल हाइड्रोको लागि असाध्यै राम्रो छ हैन, जलस्रोत बनाऊ। धर्म संस्कृति विश्वविद्यालय अर्को बनाऊ। अब नाम परिवर्तन गर्नुपर्ने हो कि अवस्था अनुसार परिवर्तन भएर जानुपर्ने हो, त्यो रूपले जान सकौँ र नेपाल जहाँ तपाईँको धर्मको कारणले, जहाँ तपाईँको जलस्रोत र पर्यटनको कारणले, जहाँ तपाईँको चाहिँ अब कृषि र तपाईँको चाहिँ अन्य क्षेत्रको कारणले, जहाँ स्वास्थ्य क्षेत्रको लागि नेपालमा लाखौँ विद्यार्थीहरू पढ्न आउन सक्छन्, जहाँ कल्चर एक्सचेन्ज गर्न सक्छौँ। भाषा पढ्न मात्रै चाइनाबाट नेपालमा हजारौँ विद्यार्थी ल्याउन सकिन्छ। उदाहरणको निमित्त 2016 मा मात्रै अस्ट्रेलियाले 5,54,000 करिब विद्यार्थीहरू विश्वबाट लए। ती मध्येमा सबभन्दा बढी विद्यार्थी लाने देश कम्युनिस्ट मुलुक चाइना, जहाँ 1,69,000 विद्यार्थीहरू प्रति वर्ष गए। दोस्रो देश छिमेकी जहाँ तपाईँको चाहिँ भारत, त्यहाँबाट 89,000 विद्यार्थी गए र नेपालबाट 6,900 मात्रै गए। भनेपछि हामीले के बुझ्नु पर्यो भने अब नेपालबाट बाहिर जाने सङ्ख्याहरूलाई भन्दा नेपालमा बढी ल्याउन सक्ने सङ्ख्याहरूलाई किन ध्यान नदिदिने? अब राज्यले सङ्घीय राज्यमा 7वटा प्रदेश हो भने 7वटा प्रदेशमा 7वटा युनिभर्सिटी हो कि वा 14वटा युनिभर्सिटी बनाउनु पर्ने हो त? त्यो युनिभर्सिटी उपस्थिति मात्रै गराउने होइन, विदेशका इन्टरनेसनल अवार्डिङ बडीहरूलाई वा युनिभर्सिटीहरूलाई वेलकम गर्नु पर्यो। आऊ जग्गा हामी यसरी उपलब्ध गराउँछौँ, यति वर्षलाई तिमीलाई ट्याक्स छुट गराउँछौँ, यी मेन पावर लिएर आएर तिमीले एजुकेसनहरू देऊ र हामीले तिमीलाई यी सुविधा दिन्छौँ भनेर अनाउन्स गर्ने हो, वा विदेशका मात्र होइन स्वदेशकै निजी क्षेत्रहरूलाई आह्वान गर्ने हो भने यहाँ राम्रो राम्रो युनिभर्सिटी। तर एउटा कुरो है, जस्तो अब अहिले सरकारले निःशुल्क एजुकेसनका कुरा गरिरहेको छ है, भनेपछि जुन तपाईँले भन्नुभयो बरु विदेशका वाललाई फी लाउने, स्वदेशीवाललाई निःशुल्कै पढाउँछौँ भन्नु पनि सकिन्छ नि? यसलाई दुईवटा मोडलमा जान सकिन्छ। सरकार क्लियर अहिले पनि छैन। जब दुईवटा मैले देखेको चाहिँ स्कुल लेभललाई एउटा लेभल ग्रुपमा लान सकिन्छ, जहाँ स्कुल लेभललाई सरकारले निःशुल्क आह्वान गर्न सक्छ। एक्ज्याक्टली, त्यसलाई दुईवटा मोडलमा जान सक्छ। एउटा नेपालको हावापानी वातावरण राम्रो भएको, दोस्रो फुल टाइम स्टुडेन्ट भएर नेपाल आउन सक्ने भएको हुनाले कालिम्पोङमा जाने विद्यार्थीहरू, दार्जिलिङमा जाने विद्यार्थीहरू, देहरादुनमा जाने विद्यार्थीहरूलाई यहाँ राख्न सक्छ वा त्यहाँका विद्यार्थीहरू यहाँ ल्याउन सक्छ। त्यस गर्नको लागि के गर्नु पर्यो भने सरकारी मोडलको स्कुल, सहकारी तथा सामुदायिक मोडलको स्कुल र निजी मोडलका स्कुल, यो तीनटा चिजमा क्याटेगोराइज गर्नु पर्यो। दोस्रो, अब निजी क्षेत्रलाई पनि समाप्त होइन,
प्रोत्साहन दिँदै ल्याउनको निमित्त करमा के छुट गर्ने हो कि वा कुनै ठाउँमा जग्गा उपलब्ध गराउनु पर्ने हो राज्यले। तर यति वर्षपछि त्यो राज्यकै रहन्छ, स्वामित्वमा रहन्छ, वा त्यसलाई सामुदायिक र सामुदायिक रूपमा परिवर्तन गर्न सक्छु भनेर जान सक्ने मोडलमा रहन सक्छ। त्यो भइदियो भने त्योले पनि राहत महसुस हुन्छ र उसले आफ्नै कन्ट्रीको लागि केही कन्ट्रिब्युसन गर्न सक्छ। जसले मैले यो भन्नु खोजेको के भने पोरेस्ट पोर विकट क्षेत्रकाहरूलाई पनि हो। त्यसपछि तपाईँले भने जस्तो विदेशबाट आउने विद्यार्थीहरूसँग उसले डलरमा चार्ज गर्छ। नेपालका गरिब जेहेन्दार राम्रा विद्यार्थीहरूलाई उसले मात्रै नभनेर सबैले स्कुल लिभिङ तपाईँको सर्टिफिकेटसम्म चाहिँ फ्री अफ कस्टमा कम्पलसरी शिक्षा भनेर जान सक्छ। सस्टेनेबल त हुनु पर्यो नि। दोस्रो मोडल भनेको हायर एजुकेसन। हायर एजुकेसनमा तपाईँको ब्याचलर्स, मास्टर, पोस्ट ग्रेजुएट रिसर्च, पिएचडी भनेर हामी राख्न सक्छौँ। भनेपछि त्यो मोडलमा हामीले विदेशका विद्यार्थीहरू ल्याउन सक्छौँ। विभिन्न विधामा, विभिन्न तपाईँको क्षेत्रमा, विभिन्न विषयमा ल्याउन सक्छौँ। ल त्यो विद्यार्थीहरूलाई हामीले यहाँ अध्ययन गराउन सक्छौँ। एउटा नेपालकै विद्यार्थीहरू यहीँ पढ्ने भए वा केही रूपमा बाहिर जालान्। दोस्रो विदेशका विद्यार्थीहरू नेपाल पढ्न आउने भए। जो विद्यार्थी पढ्न आउँदाखेरि फुल टाइमर स्टुडेन्ट भएर आउँछ, उसले बस्दा खाँदा डलरमा पे गर्छ भने उसको आफन्तहरू उसलाई भेट्न आउँदाखेरि चाहिँ उनीहरू कमसेकम 2 जना प्यारेन्ट्स मात्रै यहाँ भेट्न आयो भने लाखौँ विद्यार्थी आउँदाखेरि लाखौँ पर्यटकहरू बढ्न सक्छ। पर्यटक र शिक्षा जोडेर नेपालको आम्दानी उन्नति गर्न सकिन्छ, वृद्धि गर्न सकिन्छ, डलरमा पे गर्न सक्छ भने त्यो अर्को मेरुदण्डको रूपमा रहन्छ। र सँगै तपाईँलाई मैले के अनुरोध गर्न चाहेँ भने अब नेपाल सरकारले विदेशीहरूसँग प्रौढ शिक्षा पढ्नको लागि यति भनेर डोनेसन लिनु पर्दैन। किन लिनु पर्दैन भन्नुहुन्छ भने +2 र एसएलसी पढ्ने जो पास गर्ने विद्यार्थीहरू जसले परीक्षा दिएका छन् ती विद्यार्थीहरूलाई छिमेकी गाविस, छिमेकी जिल्लामा तिमीले 45 दिन चाहिँ 15 जनालाई मात्रै तिमीले साक्षर बनाउन पर्छ भनेर अभियान सुरुवात गरौँ न। प्र्याक्टिकल रूपमा त्यो त उसलाई दुईटा गर्व हुन्छ हैन। दुईटा गर्व के हुन्छ भने एउटा मैले अध्ययन गरेको थिएँ, मैले आज मेरा दिदी बहिनी दाजुभाइहरूलाई बुवा आमाहरूलाई मैले अध्ययन गराउन पाएँ भन्ने उसलाई गर्व हुन्छ। दोस्रो के हुन्छ भन्दाखेरि उसले त्यो चाहिँ सोसाइटीमा इन्ट्री गर्दाखेरि उसले धेरै कुरा बुझ्छ। जस्तो अब नमस्तेका कुराहरू, नैतिकताका कुराहरूदेखि सामाजिक सोसाइटीका कुराहरू धेरै बुझ्छ र हामीले त्यसलाई परिवर्तन गर्न सक्छौँ। त्यो मोडलमा जान सक्छौँ। दोस्रो भनेको विभिन्न ठाउँमा हेल्थ सेक्टरलाई हामीले फोकस गर्ने हो भने हेल्थ सेक्टरमा दुईटा पार्टहरू ध्यान दिनु पर्यो। सङ्घीयतामा जाने हो भने आज नेपालका विद्यार्थीहरू मेडिकल कलेज स्वीकृति नपाएर लडाइँ मचिएको छ, विदेश पढ्न गएका छन्। विदेशबाट ल्याउने सपना त फेरि त्यो दोस्रो हुने भयो भन्ने भोलि त्यही युनिभर्सिटीहरूलाई वा कलेजहरूलाई हामीलाई स्थापना गर्ने हो भने हरेक महिनामा एक पटक एउटा गाविसमा हेल्थ एजुकेसन देऊ, एउटा रोग लागेकोलाई नियन्त्रण गर्नु, रोकथाम गर्नु, दोस्रो रोग लाग्न नदिनु। दुईटा पार्टबाट जानु पर्यो। भनेपछि एउटा फ्री अफ कस्टमा हेल्थ क्याम्प चलाउनु पर्यो। तिम्रो के प्रब्लम हो त्यो सँगसँगै उसलाई के चलाउनु, हेल्थ एजुकेसन चलाउनु पर्यो। अब यी समस्याहरू आउनुभन्दा अगाडि तिमीले यी कुरा ध्यान दिनु पर्यो भनेर जब हामीले यो दुईटा मोडलमा जान सक्ने भयो भने त राज्यले त अनि हेल्थ इन्सुरेन्स गर्ने त राज्यले त त्यो तपाईँ कस्टमै फ्री अफ कस्टमा दियो भनेपछि त मान्छेको मृत्युदर कम हुने भए भनेपछि हाम्रो डेभलप पनि चाहिँ चाँडै हुने भयो नि त। मुलुक चाहिँ त्यो गर्न सके चाँडै हुन्थ्यो। तर दुर्भाग्य के हो भने आफ्नो सत्ता कसरी टिकाउने, आफ्नो सिट कसरी बढाउने र कार्यकर्ताहरू भर्ती कसरी गर्ने र ती प्रोजेक्टहरू आउँदाखेरि कमिसन खेलमा हामी कसरी चुल्लुमा डुब्ने र आफ्नो सत्ताबाट बाहिर नपर्ने हो भनेर सोच्न थाल्ने। एउटा कुरा छ नि, शिक्षामा राजनीति या राजनीतिले शिक्षालाई असर गरे कतिको देख्नु गाँजिएको छ, बगैँचा गाँजिएको छ। अब हुन त सोभियतको चुनाव भर्खर भएको छ। हामीले यसबाट पनि के देख्छौँ र सिक्छौँ भने सबैले विद्यार्थी सङ्गठनलाई झन्डा बोकाइदिउँ पार्टीका। उनीहरू चाहिँ त्यो विद्यार्थी सङ्गठनहरू नेता, त्यो विद्यालयहरू, शिक्षालयहरू नेता उत्पादन गर्ने स्थलको रूपमा साबित भयो र हामीले सोचेको त्यो होइन। ती विद्यार्थीहरूले त मैले अहिले भनेका जस्ता शिक्षाका पद्धतिहरू, प्रक्रियाहरू, त्यो क्वालिटीको एजुकेसनहरू, क्वालिटी एस्युरेन्सहरू, टिचिङका मेथडहरू र 6 महिनामा इक्जाम दिनुपर्ने सेमेस्टर वाइज एजुकेसनहरू, सेमेस्टर वाइज तपाईँको इनरोलमेन्टहरू। एउटा विद्यार्थीले ब्याक पेपर लाग्यो भने ऊ 1 वर्ष कुर्ने होइन, 6 महिनापछि इक्जाम दियोस्, फेरि उसले कन्टिन्यू पढाउन थाल्न सकोस्। बेरोजगारी बढाएर मानसिक रूपमा असन्तुलन बनाएर राख्नु हुँदैन त्यो विद्यार्थीलाई, त्यो क्रिएटिभ माइन्डलाई। त्यो भएको हुनाले यसरी जानुपर्ने रूपमा, यसरी यी कुराहरूलाई मध्यनजर राख्नुपर्ने कुरामा त्यो छैन। कुन चाहिँ कलेज, कुन चाहिँ सोभियत चुनावमा कतिजना हामीले जित्यौँ, कतिजनालाई तपाईँको चाहिँ कुराहरू राख्यौँ र तीबाटै हामीले सङ्क्रमणकाल सुरुवात गऱ्यौँ, जसले
चन्दा उठाउनलाई प्रायोरिटी बेसमा राख्यौँ, मागी खान सिकायौँ के मागी खान सिकायौँ। म फलानु पार्टीको म चाहिँ कार्यकर्ता, म फलानु जिम्मेवारी इन्चार्ज दिनुहोस् भने तर तोडफोड गरिदिन्छु, धम्क्याउँछु, त्यो बाहेक अरू आएन। करिब सर हामी अन्त्यतिर पनि आइसक्यौँ। सर्टकटमा भन्नुहोस् त अब कुन चिज कुन तरिकाले गर्दा अलि चाँडो हुन्छ र हामीले चाहिँ त्यसलाई लागू गर्न सक्छौँ? मैले सरस्वती के भन्छु भने यदि यो राज्यले चाहने हो भने नेपालमा रहेका शिक्षा क्षेत्रसँग आबद्ध रहेका सबै प्राध्यापक सङ्घ, शिक्षक सङ्गठन सङ्घ, महासङ्घ के छन्, त्यसपछि अब चाहिँ इक्यान होलान्, प्याप्सन, हिसान, एन प्याप्सन लगायतका शिक्षाविज्ञहरू, विद्यार्थीहरू, अभिभावकहरूलाई राखेर ठुलो तपाईँको चाहिँ शिक्षा सम्बन्धी एउटा चाहिँ बहसको विषय गराउनु पर्ने आवश्यक छ। अहिलेको युवाहरूले चाहेको शिक्षा कस्तो हो, कुन मोडलको शिक्षाले चाहिँ हामीले यो कुरालाई ग्रहण गर्न सक्छौँ। दोस्रो, नेपाल एजुकेसन हब बनाउनु पर्यो जहाँ अन्तर्राष्ट्रिय विद्यार्थीहरू ल्याएर पढाउन सक्नु पर्यो। अरू केही नगर्दाखेरि पनि चाइनाको विद्यार्थी मात्रै इङ्ग्लिस सिक्न लिएर आउन, यहाँ लाखौँ विद्यार्थी आउन सक्छन्। भनेपछि त्यो वातावरण बनाउन सकियो भने र सँगसँगै स्वास्थ्य क्षेत्र, चाहिँ तपाईँको प्रविधि क्षेत्रको चाहिँ तपाईँको युनिभर्सिटीहरूलाई जलस्रोत लगायतको चाहिँ कृषि लगायतको पर्यटनहरूलाई चाहिँ धर्म संस्कृतिहरूलाई हामीले चाहिँ प्रायोरिटी बेसमा राख्न सकियो भने चाहिँ लाखौँ विद्यार्थीहरू नेपाल आउन सक्छन्। नेपालकै निजी क्षेत्र पनि त्यसमा समावेश गर्न सक्छ र हामीले फरक रूपले जान सक्छौँ। र यो कुराहरू चाहिँ सङ्घीय राज्यमा कस्तो शिक्षा प्रणाली रहने, स्थानीय निकायमा कस्तो शिक्षा प्रणाली रहने र केन्द्रीकृत शिक्षा प्रणाली कस्तो रहने, अब राज्यको संरचना अनुसार शिक्षा प्रणाली पनि कस्तो रहने भनेर बहस चलाउन सक्ने हो। र त्यही चाहिँ बहसबाट एउटा कङ्क्रिट सुझावहरूको आधारले डिसिसन गरेर अगाडि बढ्न सक्ने हो भने चाहिँ यो शिक्षा दिगो रहन सक्छ, गुरुकालीन शिक्षाबाट फरक रहन सक्छ। अब पिएचडी झुन्याएर देश विखण्डनतिर लगे के होइन। अब पृथ्वीनारायण शाहले शिक्षामै राजनीति गरे हो, जस्तो पृथ्वीनारायण शाहले गुरुकुलीन शिक्षा लिएर आए, टुक्रिएका 22-24 राज्यले एकीकरण गरे। त्यही गोरखाका डाक्टर बाबुराम भट्टराईले चाहिँ पिएचडी गरे जेएनयूबाट, उहाँले चाहिँ के गर्न थाल्नुभयो, जातीय राज्य, भेगीय वर्गीय तपाईँको चाहिँ क्षेत्रमा थारूबान, लिम्बुबान, तपाईँको मधेसी भनेर टुक्राएर अगाडि गरे। अब मैले त मधेसी त कोही देख्दै थिएन, तराईवासी हो नि त उनीहरू त, तराईवासी र मधेसीको रूपमा चाहिँ ट्याग लगाइदिएर तपाईँको चाहिँ विखण्डन ल्याउन थाल्यो भनेपछि यी यस्ता शिक्षा हामीलाई चाहिएको होइन। हाम्रो शिक्षा भने त हाम्रो जीवन स्तर उठ्ने किसिमको, समाजले सोसाइटीले चाहेको शिक्षा र समाज परिवर्तन गर्न पर्यो। एकजना आफूभन्दा अनर ठुलो मान्छे देख्दाखेरि रेस्पेक्ट गरेर बोल्न सक्ने, आफूभन्दा सानोलाई माया गर्न सक्ने, घर समाजलाई मिलाएर राख्न सक्ने शिक्षा चाहिँ आवश्यक छ। हस् त, हामीलाई समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद। हस् त, धन्यवाद यहाँलाई पनि। मलाई चाहिँ मेरो आफ्ना केही कुराहरू राखेर अरू दर्शकहरूलाई चाहिँ जुन मौका दिनुभयो, किसिम सर लगायत सिङ्गो टिभी टुडेलाई परिवारलाई धन्यवाद। हस्, थ्याङ्क यू। दर्शकबिन हामी कुरा गर्दैथ्यौँ राजेन्द्र बराल, उहाँ चाहिँ शैक्षिक परामर्श सङ्घको निवर्तमान अध्यक्ष हुनुहुन्छ भने यसै गरी क्यास्पियन भ्याली कलेजको प्रिन्सिपल हुनुहुन्छ। हस् त, भोलि अर्को विषय र प्रसङ्गका साथ यहाँमा आज उपस्थित हुने बाचा गर्दै आजका लागि म लगायत सम्पूर्ण युनिटलाई पनि आज्ञा दिनुहोस्। नमस्ते।